म सबैभन्दा पहिला हजुरहरूलाई के भन्छु भने गाई के हो भनेर बुझौँ होइन। सतयुगमा पनि समुद्र मन्थन हुने बेलामा धेनु गाईको उत्पत्ति भएर आएको होइन। त्यतिखेर भगवान्ले अमृत पेय जस्तो कलियुगमा हामीलाई अमृत स्वरूप गाईलाई नै पठाएको हो क्या होइन। यो हामीले अमृत ग्रहण गर्ने कि विष लिने भन्ने हामीमा भर पर्छ। र दोस्रो कुरा हामीले गाई संरक्षण गर्नको लागि सरल तरिकाले पनि गर्न सकिन्छ कि किनभने हामी अहिले आएपछि कस्तो देख्छु भने म बाटामा हिँड्छु है, जङ्गलको जनावरलाई हामीले घरमा लिएर आयौँ के, तर घरको गाईलाई चाहिँ हामीले बाहिर पठाएर लखट्यौँ होइन। यो चाहिँ मानव त होइन जस्तो लाग्छ, मन पनि दुख्छ होइन कता कता। भनेपछि हामीले थोरै प्रयास गरौँ, जसरी घरमा हामीले एक मुठी दाल उठाउँछौँ नि हामीले, त्यस्तरी प्रत्येक हामी जति पनि छौँ नि त्यसैले दिनको 1 रुपियाँको दरले 365 रुपियाँ हामीले पर घरबाट गौ संरक्षणको लागि हामीले कोष जम्मा गऱ्यौँ भने वर्षको 365 हाम्रो लागि केही पनि होइन। हामीले आफ्नो समाजलाई पनि आफ्ना वरपरको छिमेकीलाई पनि फोकस गर्न सक्छौँ कि 365 रुपियाँ प्लस हामीले के गर्न सक्छौँ भने हामीले गाई पराल चाहिँ नजलाइदिउँ, तपाईँहरूले हामीलाई जम्मा गरेर राखिदिनुहोस्, हामीले उठाएर लगेर जान्छौँ। कमसेकम यो पनि पुण्य काममा जोडिन्छ है भनेर त्यो पनि हामीले उहाँहरूलाई जगाउन ज्ञान दिन सक्यौँ भने हामीले गाईलाई सजिलो संरक्षण गर्छौँ। दोस्रो कुरा हामी जति पनि छौँ नि गौ संरक्षणमा लाग्ने तिनीहरूको घरमा एक-एकवटा गाई छ कि छैन गरौँ न। हामीले घरमा एउटा गाईलाई स्थान दियौँ कि दिएनौँ, अनि हामीले घरमा गाईलाई स्थान दिए छैनौँ भने गौ संरक्षण बनाएर बोकेर हिँड्नु पनि हामी व्यर्थ हो जस्तो लाग्छ है मलाई। आजदेखि हजुरहरूले सङ्कल्प गर्नुहोस्, मैले सडकमाको गाई एउटा घरमा लिएर पाल्छु।